अहिले हामी माउन्ट ओमोरोयामा माथि चढेका छौँ अनि वहाँ चाहिँ पर चाहिँ माउन्ट फुली देखिरहेछ थाहा भएन नि त हामीलाई थाहा भएको हामी पनि पोज दिन्थ्यौँ होइन कस्तो छ अहिले ठिक छ हामी कहाँको छौँ अरे हामी चाहिँ ओमरोयामाको हो हाम्रो यहाँ फोटो यसरी खिचियो कि फोटो देखाउँछु ल साथीहरू ल फोटो फोटो देखाऊ एउटा समुद्रको भाग यता ओमरोयामा छ ओमरोयामाको चिनो के को चिनो अरे ओमरोयामाको चिनो ओमरोयामाको चिनो एकदमै राम्रो ठाउँ छ सबैजना घुम्न आइदिनु होला होइन केही भन्न चाहन्छौ तिमी के भन्न चाहन्न आइदिनु होला ल ल त्यो भ्याउँदैन फेरि यस्तो एक राउन्ड हान्नुपर्छ उहाँ हेर न तिमीले बोलेको सुन्दैन मैले बोलेको सुन्छ यहाँ छ नि त मसँग त यो पर हेर्नुहोस् होइन यो चाहिँ हाम्रो समुद्र यता चाहिँ चिल्लो पहाड छ यता यो चाहिँ जू होइन जू हो यो चाहिँ त्यहाँ तलको चाहिँ अब चाहिँ यहाँ हामी दुर्पिन हेर्दैछौँ यहाँ त पैसा हालेपछि दुर्पिन हेर्न पाउँदो रहेछ सय पनि पोइन्ट हाल्नुपर्ने 100 रुपैयाँ पोइन्ट हालेर हेर्न पाउने दुर्पिन चाहिँ निकै तर मौसम क्लियर छैन यसले चाहिँ कता रोटेट उता नि गर्न मिल्छ होला एकदम हावा चल्दैछ चिसो चिसो मौसम छ चिसो चिसो मौसम छ होइन हामी अस्ति नआएको त्यो होइन त्यो उसमा त्यहाँ होइन त्यो के अरे चिडियाघर कस्तो देखिँदो रहेछ है कोमोरोयामा चाहिँ कहाँ छ हाचुसीमा होइन हाचुसीमा त उता हाचुसीमा त सानो छ उहाँ पर त्यो त अर्कै एउटा पहाड हो कि त्यहाँ फेरि त्यहाँ जानु नि उसो हेर्यो भने जहाज चाहिँ चढ्नुपर्छ मौसम राम्रै छ नि कति घुमेको यो बोलिरहेछ नि आज हामी पहाडको टुप्पोमा हेर्नु कस्तो दामी छ नि मौसम घरहरू पुरै दामी नै दामी अब म एउटा चिज देखाउँदैछु है हेर है त एउटा ए ठ्याक्कै कति घरहरू छ यो यहाँ हो कि यस्तो आइल्यान्डहरू धेरै छ नि त जापानमा त यो छ नि यो यहाँ जुन समुद्र बिचमा हो कि पहिला ज्वालामुखी गरेर उठेको पहाडहरू नि भोलि पनि बिदा लिनु बाबा के को लिन्छौ भोलि बिदा
कस्तो हावा चलेको है बन्द हुन्छ यस्तो उकालो सटिएर त्यो नि के हो यहाँ त ठाउँ नि त यहाँ हिउँ पर्छ है उसमा कि बुढी झाडो के अरे भक्कु के को भक्कु लाउँछ बसमा गर्मी लागिरहेको थियो यहाँ समात नि त मलाई यो चाहिँ हिँड्दैन भनेको मान्छेलाई तपाईँ चाहिँ घचेटै लगे जस्तो कि त्यो मान्छे हुन्छ नि खाना खान जान्न भन्ने जमिनबाटै उठ्यो होइन यो पहिला चाहिँ यो ज्वालामुखी विस्फोटन भएर चाहिँ बनेको पहाडहरू हो यो चिल्लो पहाड है यसमा चाहिँ कालो माटो रातो माटो सबै छ के अरे कस्तो हुनु आज मौसम चाहिँ गर्मी छैन एकदम शीतल घाम लागेको छैन पुरा पानी पर्ला जस्तो छ पानी पर्ला जस्तो छ मौसम चाहिँ होइन उहाँ हेर न गार्डनहरूमा देखाउँछु त ओ पुरा खेल्ने ठाउँ रहेछ है जल्दी जनाब दिमाग के बत्ती जलने चाहिए खाली यहाँ उकालो फेरि उकालो उकालो त राम्रो छ राम्रो ठाउँ छ Something we want to eat. What? Nandesu ka? Tademasu.
माउन्ट ओमुरो 580 मिटर हाईमा छ। तर हावाले चाहिँ उडाउँछ होला हौ है, कस्तो हावा लागिरहेछ। हावा देख्दा कस्तो लाग्यो? एकदमै म डिप्रेसमा थिएँ, अहिले इम्प्रेस भइसक्यो। डिप्रेस के हो भने कुकुरले नडराउ, कुकुरले डराउँछ। त्यही भएर पोजिसन नबनाऊ। यहाँ हेर न, ओहो कस्तो राम्रो देखेछ है। यस्तो कुन त्यो डमी हाउस हो कि। अहिले चाहिँ हामी के गर्छौँ? फर्किँदै पछाडि लिफ्ट खाली छ त नि, खै मान्छेहरू आउने मान्छे थोरै भए, जाने मान्छे धेरै हो। अनि कस्तो लाग्यो आजको यात्रा? एकदमै राम्रो भयो। म डिप्रेसमा थिएँ। डिप्रेसन के हो? What nonsense you are talking like that? I'm very impressed. You see there, it's a lot of people around. ये मिठो के बरु यो वास्ते बनाउने कि तिमी मिठो भनेर फ्लेभर खानु मन लाग्यो होला होइन, त्यो म आएको बेकार लागेको छ।